हेलो गाइज वेलकम छ मेरो सानो मिठो छोटो मिनी ब्लगमा। यो चाहिँ मेरो फर्स्ट भिडियो हो हैन। म चाहिँ अब घरबाट निस्किसकेँ, अब हिँड्दैछु काम जानलाई। अनि यी हेर्नु हाम्रो बकुलाको बारी। म हिँड्दैछु हेर्नु त, हाम्रो घरको बारी यस्तो घडाङ गुडुङ छ। अनि ढिला भएर यति छिटो हिँड्दैछु कि म अम्बो हेर्नु त धरती हल्लिरहेको छ। अनि त्यसपछि यस्तै हो, अब काममा म टाइम जति टाइम भयो पनि जानी ढिलो गरेर जस्तो लाग्छ कि, तर टाइम चाहिँ म यति छिटो हिँड्छु। त्यहाँ हाम्रो अलिक टाढै छ कि काम। अनि म चाहिँ माथि आइसकेँ होइन, अब रोडमा आइसकेँ। बसै भेटेन के, टाइममा फेरि भनेको टाइममा बसै आइदिँदैन। अनि म यस्तो छिटो हिँड्दैछु कि म लाइनको सिधा हिँड्ने बानी छ कि मेरो, त्यो हिँड्दैछु। हिँड्दैछु फुटपाथ। म अझै बसै आएन कि, कति मिनटको 40 मिनटको बाटो छ कि, रोड छ कि। अनि हिँड्दै म पुगिसकेँ रहेछु काममा पुगेँ। म चालिस जाँदैछु झोलाबाट। खुल्न नपाएकै कस्टमरहरू आइहाल्नु भयो। बत्ती नि बालेको थिइनँ मैले, बाले झ्यापझुप ट्याङटुङ। अब म झ्यापझुप गर्दै चप्पलहरू बाहिर राख्दैछु। चप्पल पसल हो हाम्रो, होलसेल पसल हो। 250मा मात्र सबै। हेर्नु त, किन्न आउनु होला है सबैजना। अब बढाल्दैछु म, हेर्नु त मिलाउँदै यताउति। अनि त्यसपछि मैले मकै खाएँ। मकै यो सिजनमा मकै नपाए पनि खान पाएर एकदम खुसी भइरहेको थिएँ। यी हेर्नुहोस्। अनि त्यसपछि हाम्रोतिर चाहिँ यस्तो छ के, यी कति भिड हुन्छ। यी अङ्कलसँग गफ मारिरहेको थिएँ। त्यसपछि कस्टमरहरू आउनुभयो टन्नै। भिडियो गर्न चाहिँ भ्याएँ मैले। अनि भरे हुँदै भयो। यीमा देखाउँदैछु तपाईँहरूलाई, आउनुहोस् र लानुहोस् 250 चप्पल। यी हाम्रोतिर चाहिँ यस्तो हुन्छ कि, पुरै भिड हुन्छ, यत्रो मान्छे। यो त झन् कम हो के, यति धेरै मान्छे आउँछन् कि हिँड्ने ठाउँ हुँदैन। अनि त्यसपछि यो चप्पलको जुत्ताको 350 है जुत्ताको। अनि उयो दिदीलाई देखाउँदैछु, दिदीले फेरि पोज दिँदैछ उसले पुरै। अनि म यो के गर्दा, यो म जय नेपाल गर्दैछु। घर जाने बेला भयो के अरे, 8 बज्यो नि त। अब घर जाने बेला भयो, बन्द गर्छु अब। अनि बाटोमा छु, रोडमा। अब के खाने भनेर सोचिरहेको छु। अब घरमा मासु पाकेको रे, मासु र भात खाने अब घर गएर, नत्र बाहिर खाइन्थ्यो। दिदीले म यस्तो चट्ट लाएर ल। धन्यवाद छ मेरो छोटो मिनी ब्लगमा लाइक गर्दो।